अनि यहाँ देख्न सक्नुहुन्छ साथीहरू कस्तो राम्रो टमाटर छ कि ल हेर्नु त है यत्रो छ कि झ्याङ चाहिँ हैन अहिले चाहिँ मैले अगाडिबाट गरेको थिएँ र हामी भोलि फेरि काठमाडौँ फर्किन हाल्नुपर्ने छ र चाहिँ सिबी यस्तो हुन्छ यो चाहिँ पछि मात्रै फल्ने सिबी हो एकातर्फ औषधि अनि भिटामिन जस्तो हुन्छ त्यही भएर गाउँ भने गाउँै भयो हाम्रो झोपडीको सुँगुर हाम्रो आम्मै हिलो त्यहाँ एउटा छ हिजो एउटा काटेँ मल हेर्नु न यो सबै सुँगुरको मल हो आमाको काम चाहिँ यहाँ आगो फुक्ने यहाँ दुईवटा चाहिँ अप्ठ्यारोमा फलेछ कि यतिको अचार बनाउनु लाग्यो म चाहिँ त्यही भाउजूले साथीहरू हेर्नुहोस् यही छ यही छ सिबी यही छ सिकुटी यही छ आलु होइन हामी चाहिँ यसरी बनाएर खान्छौँ यो चाहिँ बुङ्गुर म चाहिँ उहाँ बुनु भेट भएको कति राम्रो जोडी बुनु भन सानो हेलो एभ्रिवान गुड मर्निङ नमस्ते तपाईँलाई स्वागत छ मेरो न्यू भिडियोमा अनि आज चाहिँ बिहानै हेर्नुहोस् अहिले चाहिँ हामी गाउँमा छौँ अझै दुईवटा फुच्ची र दिदी चाहिँ आउनु भएन अनि यहाँ देख्न सक्नुहुन्छ साथीहरू कस्तो राम्रो टमाटर छ कि यता छोटो खिचौँ कस्तो राम्रो फलेको ल हेर्नु त यहाँ हेर्नुहोस् रुख टमाटर त यो नि त फल्ने तरिका यति मजाले फलेको छ त्यही पनि सानो छ कि झ्याङ चाहिँ कस्तो मजाले फलेछ यो रुख टमाटर है अनि यहाँ अर्को पनि देखाइदिन्छु म चाहिँ खास काँक्रा टिप्न आएको वाह कस्तो राम्रो फलेको ल यसको अचार बनाउने आज चाहिँ हामी यसको अचार बनाउँछौँ अनि यो चाहिँ हाम्रो गाउँ यो हाम्रो सिबी यतिको भएछ अहिले चाहिँ यस्तो भइरहेछ अनि भन्नु ल हेर्नु त है यत्रो छ कि झ्याङ चाहिँ होइन अहिले चाहिँ मैले अगाडिबाट गरेको थिएँ र राम्रो भएन अनि यो पनि यत्रो भइरहेछ अनि देख्न सक्नुहुन्छ अखबारी खोर्सानी पनि यस्तो भएको रहेछ अनि म चाहिँ काँक्रा टिप्न जान लागेको छु अब हामी चाहिँ खाना अचारको रेडी बनाउन आँटेको अनि भेना छ्यामा केसरहरू चाहिँ हलेसी मन्दिर दर्शनको लागि जान लागेको म चाहिँ गइनँ हामी भोलि फेरि काठमाडौँ फर्किन हाल्नुपर्ने छ अनि यो चाहिँ कस्तो छ भने साथीहरू मेरो भिडियो चाहिँ यता चाहिँ यो सबै बिग्रिया छ है अनि यो भिडियो चाहिँ काठमाडौँ गएर लाउनु पर्ने हुन्छ नेट पनि टिपेन डाटा चलाएको पनि भएन अनि रुख टमाटर देखेर म छक्क परेँ क्या अनि हेर्नु न काँक्रा यत्रो भएको छ चाहिँ पछि खान्छ होला भाउजूहरूले ओ काँक्रा कता छ अच्छा म त अचार बनाउनुलाई यताको पो झरेँ भाउजू हस् हस् म अब आएँ त अनि यो थुप्रो फल्याएको थियो भाउजूहरूले नखाइ हामीलाई राखिदिएको यो काँक्राहरू यहाँ छ हौ यो काँक्रा भन्दा पनि यहाँ एउटा रहेछ अरू चाहिँ सबै चिचिला लाग्दैछ धेरै छैन है काँक्रा चाहिँ यस्तै छ अनि यो चाहिँ इस्कुसको झ्याङ आमाइन अनि हाम्रो चाहिँ सिबी यस्तो हुन्छ यो चाहिँ पछि मात्रै फल्ने सिबी हो अब भने म मास्तिरकै काँक्रा टिप्छु होइन मलाई कलिलो काँक्रा चाहिँ खानु मन लाग्यो र म खाइदिन्छु अब सानो छ तर यस्तै मिठो हुन्छ क्या एकातर्फ औषधि अनि भिटामिन जस्तो हुन्छ त्यही भएर गाउँ भने गाउँै भयो हाम्रो झोपडीको यस्तो छ यो दाउरा मैले पोहोर आएर लगाएको मागमा अहिलेसम्म रहेछ अर्को यस्तै रुख टमाटर चाहिँ हो सही छ कसो भने म टिकटकतिर चाहिँ अलिअलि भिडियो लगाउँछु यो युट्युबमा चाहिँ म काठमाडौँ गएर ल्याउँछु मिलेको छैन सुँगुर हाम्रो आम्मै हिलो त्यहाँ एउटा छ हिजो एउटा काटेँ मल हेर्नु न यो सबै सुँगुरको मल हो कति छ नि मल त के को यहाँ
है काँक्रा बिचरा मसा खानु आएको पस्नु भाउजू त बिहानै भाँडा यति निकालेर आमेन के भयो आउने आऊ नआउने आमाको काम चाहिँ यहाँ आगो फुक्ने सुँगुरको मासु छुल्काएर सबै निगा काँक्रा आहा यो भाँचिन्छ कि हजुर यहाँ रहेछ काँक्रा टिप्यो साथीहरू लो यहाँ चाहिँ सजिलो छ कि टिप्ने ठाउँ अनि त्यहाँ दुईवटा चाहिँ अप्ठ्यारोमा फलेछ कि यतिको अचार बनाउनु लाग्यो म चाहिँ हाम्रो मासुहरू सबै रेडी भइसक्यो म पनि टाउको त नहुनु पर्ने छ यस्तो छ यहाँ चाहिँ हामी सिकुटीहरू भाउजूले यसरी बनाउँदैछ म तेल चाहिँ लाँदै गर्छु है त हस् त्यही भाउजूले साथीहरू हाउ हेर्नुहोस् यही छ यही छ सिबी यही छ सिकुटी यही छ आलु होइन हामी चाहिँ यसरी बनाएर खान्छौँ हामी थोरै छौँ नि त यहाँ हेर्नुहोस् बुङ्गुर बुनु भेट भएको कति राम्रो जोडी बुनु भन सानो बुनु भन यता हेर सानो बुनु भन सानो यता हेर न तिम्रो त कपडा त फोहोर भइसक्यो बुनु भन माया गर त माया गर माया ओ यहाँ हेर न माया गर न आई लभ यु भन यसरी गर्नुपर्छ यता हेर त लु गर यसको बुनुलाई के गर्छ है त ओ बुनु त्यही ल माया गर ल आहै ल आहै माया गर ल आहै गर आहै ला ओ माया गर्यो माया द दिदी बहिनी जिस्क्यो खुसी भएको आयो यता हो यता ल माया गर ल यता 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 माया यता यता माया गर ल माया गर ल एकै खालको छैन बुनुलाई त्यही त गर्नु हुँदैन लाइ गरिदेऊ लु चप्पल लगाइदिनु ल्या बैला लगाइदिनु खोजेको लु लगाइदिनु चाहनु ल लु लगाइदिनु ल खै त इ फेरि बुनु त्यस्तै ल लगाइदिनु ल इ ल